के गर्दैछन् खोलानिर फुट्टो हाल्यो यहाँ त्यसपछि अब जान्छ हामी घर। सो है युट्युब फ्यामिली, वेलकम ब्याक टु माई ब्रान्ड न्यू भिडियो। र आजको भिडियो चाहिँ भ्लग चाहिँ अलि ढिलो स्टार्ट गरेँ। यो अहिले चाहिँ बजिरहेको छ समथिङ अराउन्ड 10:30 बजिरहेछ। आज अलि ढिलो नै भयो, सरी त्यसको लागि। किनभने फोनमा चार्ज थिएन अनि लाइट चाहिँ अलि ढिलो आयो। अघि बिहान गएको थियो, त्यसैले फोन चार्जमा लगाएको थिएँ। त्यसैले अहिले स्टार्ट गरेको भ्लग। अहिले चाहिँ म छतबाट भ्लग स्टार्ट गर्दैछु। छतमा आएको छु। आजको भ्लग चाहिँ अलि सानो बन्ला जस्तो छ। अघि बिहान 10 बजे भ्लग सुरु गरेको थिएँ र अहिले चाहिँ बजेको छ तपाईँको टाइम 2:30 भन्दा पनि 3 बजिसक्यो। 3 बज्दैछ, 50 भइसकेको छ। र बाहिर चाहिँ पानी परिरहेको छ। अहिले चाहिँ म छतमा त्यो टेन्ट तिरपाल हालेर आएँ, माथि कलर लगाउँदै थिएँ त्यसैले। र बाहिर चाहिँ पुरै पानी परिरहेको छ एकदमै। हजुर देख्न सक्नुहुन्छ, पुरै भिगेको छु अहिले चाहिँ। कपाल पनि भिगेको छ पुरै, कपडा पनि भिगेको छ पुरै। सो गाइस, बाहिर चाहिँ पानी परिरहेको त्यस कारण यसो परेर घुम्न जाऊँ। पहिला चाहिँ रुमलाई लक गरिहालौँ। अब चाहिँ जान्छौँ घुम्न। बाहिर चाहिँ पानी परिरहेको छ। यहाँबाट दगुरेर सिधै उतै पल्लो रुममा पुग्नु छ। यो बाटो हुँदै सिधै उतै यहाँ चाहिँ पानी परेर पुरै भिगेको छ। यहाँबाट चाहिँ सिधै दगुरेर जान्छ, सिधै त्यहीँ गएर क्यामेरा खोल्छ। ओके, दौडी भागी यहाँ बाहिर चाहिँ पानी परिरहेको छ। यहाँ के गर्दैछन् हेरिहालौँ। मोबाइलमा छ नि, सुत्या छन् त्यहाँ। म्युजिक सुट चलेको छ। जान्छ बजार कपडा सिलाउनु यहाँको। नमस्कार भ्लगमा कपडा चेन्ज गरेर मल्लै आउनु हेरेको। पेन्टिङ चल्यो, पर्पल कलर लगाउँदैछन् यहाँ, देख्न सक्नुहुन्छ यहाँहरू। अब चाहिँ भित्रको कलरिङको काम भइसकेको छ। अब चाहिँ यहाँ बाहिर मात्रै कलर गर्नु बाँकी छ। यहाँ भइसक्यो अनि यहाँमा पनि लगाउनु छ कलर। भित्र चाहिँ भइसकेको छ कलरिङ। अब चाहिँ यहाँ चल्यो कलरिङ, पर्पल कलर लगाउँदैछ। र बाहिर लगेको छ। म चाहिँ एकचोटि बजार जान्छु कपी ल्याउनु, र उहाँको कपडा पनि सिल्नु थियो। टी सर्ट चाहिँ ल्याउँछु, भिगेको छ कि यो अघि यहाँ दगुरेर गएको थियो कि त्यस कारण भिगेको छ। यसलाई चाहिँ रुम खोलिहालौँ। टी सर्ट सिल्ने गर्छु कि अब चाहिँ जान्छु बजार। पहिला रुम लक गरिहालौँ। डाउनहरू कपडा चेन्ज गरेँ। कहाँ पुगेन ल गाइस। अब चाहिँ जान्छौँ हामी। सो हिँड, के छ खबर बाबा? यो यहाँ हेर्नुहोस् गाइस, यहाँनिर यो जुन दिन जान्छ यो यहाँनिर पुरै क्र्याक आएको छ। यहाँबाट सिधै गयो भने चाहिँ सिधै तल जानपट्टि आएछ। यहाँ हेर्नुहोस्, यहाँनिर पुरै क्र्याक आएको छ। यहाँ बाटो अलिक चिप्लो छ, यहाँ पानी परेर। छाता लगाएको छैन हो गाइस हामीहरूले। पानी पऱ्यो भने
फेरि उहाँ जिम्मेवार चाहिँ उहाँ हो है, म होइन जिम्मेवार। मलाई लग्ने पनि उहाँ नै हो, जान्छु भने जान्छौ भनेर हो होइन। सबुतको रूपमा यो भिडियो छ गवाह। र अस्ति चाहिँ माथिनिर जस्तो क्र्याक परेको थियो नि, त्यसरी नै यहाँनिर पहिरो आएको थियो योवाला। मलाई पहिरो त होइन, भत्किया हो यो पुरै, तल आएको थियो। र जुन दिन माथिको पनि आउँछ, बर्खे महिना सिद्धिँदैछ, सिद्धिँदै गाजेर साउनको महिना त्यति बढी पानी आएन, अब भद्रको महिना बढी पानी आउँदैछ। पुगेका छैन, यहाँ पानी आउन स्टार्ट भइसकेको छ। यहाँ चाहिँ दगिरिरहेको छैन। अब भिग्यो भने चाहिँ के होला, अब आधो बाटोसम्म न घर जान सक्छ ए अलि अहिले भइहाल्यो, अहिले चिप ल्याएको थिएँ म। यहाँ दगिरिरहेको छन् मान्छे। पानी चाहिँ परिरहेको छ है, आइसकेको छ। हामी चाहिँ अलिक छिटो पुगेर रहेछौँ, मान्छेहरू चाहिँ अहिले आयो त्यहाँ। यहाँ पानी परिरहेको छ, मोबाइललाई छोप्नु पऱ्यो तलबाट, त्यसैले होला। र यहाँ घोगा पनि मकै पनि बनाउँदैछन् यहाँनिर। यहाँबाट हर हर महादेवबाट ड्रेस किन्छौँ, फेरि मिल्छौँ अझै पहिला। कपडा किनिसकेका छौँ यहाँ, अब चाहिँ जान्छौँ यहाँ सिलाउन। यहाँ भयो नै कपडा सिले नापको इन्द्रली हो है। यहाँ छ अहिले यहाँ रौँले यहाँ ठाडो भएको छ। उसले गर्दा के भन्छन्, यो पानी परेको थियो, त्यसरी टाउकोमा पानी परेको थियो एकदमै। ड्रेस पनि सिलाउन दिइसकेका छौँ र छाताभित्र जाँदैछौँ। यहाँ छातामा बिना छाता आउँदै हुनुहुन्छ। यहाँ छाता नल्याउनु कसले भनेको थियो है? तँले त होला म भन्ने। खालि छाता ल्याउने त्योहरू मेम्बर आया हुनाले हो के ल भयो। तम भिज्दै जा। ल 3 जना बिचमा छाता हाल, मोबाइल चाहिँ पानीमा झर्न। मेरो अहिले चाहिँ खेट्या खोलानिर पुगेका छौँ। यहाँ बिना छाता ओढेका नै जाँदैछन्। हामी दुइटा चाहिँ छातामा छौँ। यहाँ त्यहाँ हेर्नुहोस्, यहाँ एजेन्ट गरेर यहाँ झगडा हुँदैछ फेरि उहाँको। ए के लाग्यो? ल यहाँ खोला पनि आएको छ, यहाँ रन्केर ठुलो आएछ अरू दिन भन्दा। यहाँ फेरि अहिले चाहिँ उहाँ छातामा आउँदै हुनुहुन्छ, उहाँ चाहिँ अब बिना छाता जाँदैछ। यहाँ ल मोबाइल चाहिँ म भित्र हाल्छु। मोबाइल भित्र यहाँ के गर्दैछन् खोलानिर त्यो हेर्नु, खुट्टो हाल्यो यहाँ काम। अबले चाहिँ म पछाडि छु, अगाडि मैले छाता उडाएँ यार। चाहिँ घुस्छु
सिधा ल्याउनु पर्दैन यार यो पानी लागिहाल्यो होला है हेर्नुहोस् कपी किताब चाहिँ हातमा छन् म चाहिँ अब जाँदैछु घर अफिस छ अलिक केही बेरसम्म त नरबहादुरको रुममा थिएँ म अहिले अब चाहिँ म रुममा जाँदैछु कपी किताब राख्न कपी किताब त होइन कपी हो अहिले पनि अलिकति त पानी परिरहेछ सो गाइज अहिले चाहिँ म छतमा आएको छु राति भइसकेको छ भन्दा नि हुन्छ हुँदैछ यहाँको सिन चाहिँ एकदमै रमाइलो आएको छ है यहाँ हेर्नुहोस् तपाईँहरू एकदमै रातो आकाश छ यहाँ देख्न सक्नुहुन्छ म चाहिँ छतमा छु मोबाइलको फ्ल्यास लाइट अन गरेर छु भित्रै जान्छु पानी परिरहेको छ आइएम मेकिङ नुडल्स म साउसाउ बनाउँदैछु अब यहाँ हेर्नुहोस् यहाँ साउसाउ एउटा पनि बनाएको छ र यहाँ बनाउँछु साउसाउ फेरि देखाउँछु म चाहिँ एकदमै टेस्टी चाउचाउ बनाउँछु है गाइस देखाउँछु फेरि पहिला चाउचाउ बनाउँछु फेरि भेट्छु सो गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल एन्ड र मैले चाहिँ अहिले भर्खर खाना खाएर रुममा आएको छु आज हाम्रो रुममा आएका छन् मनिजी महेन्द्रजी र भ्लगलाई यहाँ एड गर्छु र भ्लगलाई एडिट पनि गर्नु छ हामीहरू चाहिँ मिल्छौँ हजुरलाई नेक्स्ट भिडियोमा तब तक के लिए आनिना स्योर बाई